तपाईँ भन्नुभएको छ हिजो 25 करोड रुपियाँ पक्ड्यो हो यो त त्यही त यो त तपाईँको यो त टिप अफ आइसबर्ग भन्छ यो त तपाईँको के भने यसो यति मात्र देखाएको के कति गयो आजसम्म कति गए आज जुन पक्राउ पर्यो नि अब जस्तो 8 वर्ष कि 7 किलो सुनसहित पक्राउ परेका लामा फेरि 25 करोड रकम सहित समाते भन्ने छ कुसाङ लामा भन्ने रहेछ उनी पहिला पनि 7 किलो सुन प्रकरणमा मुछिएका रहेछन् यो के हो यो कनेक्सन कहाँ हुन सक्छ यसमा अलिकति शंका गर्ने आधार चाहिँ यो कुनै पार्टी निकट मान्छे हुन सक्छन् कि अथवा यो के हो यो सबै निकट हुन सक्छ यो सबै निकट हुन सक्छ र पक्डिने त पक्डेको झन् अलिअलि मात्रै पक्ड्यो त केही पनि होइन के यो त कास्टिङ पनि होइन कति पक्डे कति नपक्डेका गए यो चाहिँ हिसाब किताब नमिलेर बाहिर आयो त्यसो भए होइन कहिलेकाहीँ के हुन्छ भने हिसाब किताब कहिलेकाहीँ गल्ती पनि हुन्छ कि कहिलेकाहीँ पक्राउनु पनि पर्छ पक्राए जस्तो काम गरे जस्तो देखाउन पक्राउनु पनि पर्छ के हुँदैन देखाउनकै लागि सुनाउनकै लागि त्यो किसान काम त भइरहेको छ लामा के त हिजो सुनको लागि 5 वर्ष जेल बसेको थियो अब 5 वर्ष बस्छ उसको त उसले कमाउनु उसको परिवार हेर्दैन त हेर्दै सक्छ नि उसलाई के छ यसै पनि काम गरेर खाने जेलभित्र बसे पनि त कमाइ त छ भन्थे यही पनि त्यही यो गिरोहको नाइके भन्दा पनि त भरिया मात्र हो सेम हो के टार्गेटमा उनी त यो भरिया यताउता ट्रान्सपोर्ट गर्ने मात्रै हो ऊ अनुभवी भएको हुनाले उसलाई विज्ञ भनेर लिएको भयो के तपाईँले मलाई लियो भने त हामी त जान्दैन ऊ त विज्ञ छ कहाँ हुने कुन पुलिस मिलाउने कहाँ गार्ड मिलाउने कहाँ ट्रान्जिट के गर्ने सबै थाहा छ होइन कहाँ कुन रुटबाट लाने कहाँ को बस्छ कुन यो थाहा भएको मान्छे गरेको हो भन्नाले यस्ता त थुप्रै केसहरू छन् यो कहिलेकाहीँ आउनु भने चाहिँ हिसाब मिलेन अथवा पक्रे जस्तो हो क्या केही पनि होइन केही होइन सामान्य हो ए मन्त्रीले भने त अब दिनको 1 टन सुनाउँछ भनेर हो दिनको 1 टन सुनाउँछ नेपालबाट भनेर भने होइन मान्छेहरूले होइन यो सुन चाहिँ कुन पार्टी निकट हुन सक्छ भनेर के अनुमान गर्न होइन सबै यो त्यस्तो हुँदैन के हुन्छ भने सबका जसको पालो हो त्यसले खाए के हजुर पार्टी साडी छोडिदिन्छ यहाँ पार्टीभन्दा बाहिरले पनि खाए त्यो नगरी यहाँ अर्थतन्त्र चलेको छैन पार्टी चलेको छैन यत्रो भोज भत्तर सबै यो ब्ल्याक मनीमा चलिरहेछ देश अब एउटा मात्र यो कुनै प्रमाणित गर्न सक्नु नसक्ने पुलिसको काम फेरि हामीले गरेर पनि हुँदैन हामीले तपाईँले जति चिज चाह्यो भने के हुने त फेरि सरकारले गर्नु पर्यो नि त त्यत्रो 25 करोड रकम त्यसरी गाडीमा हालेर लाँदाखेरि कसैले थाहा पाएन त्यहाँसम्म चाहिँ त्यतिकै पुग्यो भनेर त भन्न नसकिएला त्यही भएर पोलिटिकल सेटिङ त थियो होला नि आशंका गर्ने पैसा त उहाँ झोर हो कि ता पकडेको झोरबाट उता लगेको कहाँ आयो केरुङ लगेको र ब्रान्ड न्यू पैसा छ सिल्ड गरेको पैसा छ के डलर सुन तसरीकै लागि त्यो प्रयोग हुन खोजेको भन्ने चिन जाँदैछ नि पैसा पेमेन्ट हो नि त्यो त डलर त चाहियो नि त नेपाली पैसा त गएको होइन हजुर अब अन्तिममा जस्तो अघि अब प्रधानमन्त्री केपी शर्माको कुरा नै आयो उहाँको पचित हुने कुराहरू नै आयो फेरि तपाईँले आजसम्म अब गणतन्त्रको नायक भने नै प्रचण्ड हो गणतन्त्र ल्याउने फेरि यो व्यवस्था ढल्यो भने कसैलाई चिन्ता छ भने त्यो प्रचण्डलाई भनिराख्नु फेरि प्रचण्ड गतिशील नेता हो भने भनिराख्नुपर्छ यी सबै परिस्थिति हेर्दाखेरि सहमतिको सरकारको कुरा नै आइरहेछ अब यो सबै हेर्दाखेरि अबको प्रधानमन्त्री चाहिँ प्रचण्ड हुन सक्छन् तपाईँलाई केही लाग्छ त्यसमा होइन यो अब सर्वपक्षीय भयो सबैलाई भएर गणतन्त्रलाई चाहिँ कमिटमेन्ट प्रचण्ड नेतृत्वमा सरकार बन्ने सम्भावना कति देख्न सक्छौँ तर प्रचण्डले म बन्दिनँ गर्दिनँ भनेर अलि अगाडिदेखि अब 84 मात्रै गर्छु अब हामी जनतामा गयो भने अब अहिले उहाँको फेरि उहाँ अर्को झमेला पर्यो जनतासित जानुपर्छ देउबा र ओली भन्दा त तुलनात्मक रूपमा उनी अहिले पनि लोकप्रिय छन् हैन त्यो भनेर मानेर हुँदैन त्यो त भित्र बलियो हुनको लागि त आफ्नो गणितको हिसाबले बलियो हुनु पर्यो नि त कमजोर प्रधानमन्त्री बसेर त हुँदैन नि हैन व्यक्ति बलियो भएर भयो व्यक्ति तगडा भएर हुँदैन कि व्यक्ति चाहिँ तगडै हुन अहिले समकालीन राजनीतिमा अरु भन्दा के काम भन्नुस् त गणितले साथ दिँदैन मैले लेखेको छु नि हेर्नुस् राजनीतिमा सबभन्दा त्यो विद्वान छ कि के छ हैन सत्तामा टिक्नलाई गणित ठिक हुनुपर्छ गणित त कमजोर छ नि त्यसकारण त उहाँ बदनाम हुनुभयो कहिले उता लाग्नुभयो कहिले उता लाग्नुभयो कहिले उता छिर्नुभयो गर्दाखेरि जोसित उसले कम्पिटिसन गर्नुभयो उसित लागि प्रधानमन्त्रीको लागि लाग्नुभयो भन्ने चार भयो अहिले राम्रै चलिरहेको थियो होइन अभियान चलाउँदै हुनुहुन्थ्यो तर यता काण्ड हुनुसाथ कुदेर आएर अब अर्को लफेडामा पर्नुभयो उता जनतासित जाने बाँकी छ त्यो जाने मामलामा पनि अब चाहिँ हिजो जस्तो सहज छैन अब गणतन्त्र रहने कि नरहने भइसकेपछि त अरू हावा खाने भयो नि गणतन्त्र रहेन भने अरूलाई केही हुन्न प्रचण्ड लगाएर हुन्छ त्यो पनि क्लियरै छ किन मैले त्यो लगातारै सम्झाइरहेको छु गणतन्त्रको कुनै माया छ भने गणतन्त्रको म फादर हो भन्ने पनि छ भने त्यो प्रचण्डजीलाई मात्रै छ अरूले हैन तपाईँ मैले अलिकति अझै उत्सुकता अथवा मैले जान्न चाहेको विषय प्रचण्ड पनि गणतन्त्रलाई त्यत्रो लड्यो तर गतिशील नेता हो भनिराख्दा फेरि यो जनताले के चाहेका छन् यता राष्ट्रसत्ताकै पक्षमा हो भने त्यो ढङ्गले सहमति गरेर जाउँ भनेर फेरि
उनी प्रधान बन्न सक्छन् त्योसम्मको मैले हैन चाहेको मैले चाहिँ नि बन्न नसक्ने भने सुरुमै भने राजनीतिमा कुनै असम्भव कुरा हुँदैन। त्यसै प्रधानमन्त्री प्रचण्ड बन्न सक्छन् अबको सरकार बन्न पनि सक्छ। तर मैले सम्भावना के देख्छु भने अब यो अन्तर्राष्ट्रिय परिवेशले गर्दा शेरबहादुरको दलकैबाट कोही प्रधानमन्त्री हुन्छ, यो तिनटै नभएर। किनभने यहाँ केही न केही रुपियाँ मिलाउनु पर्छ होइन। अब फेरि मै खान्छु भन्ने साथ फेरि भित्रबाट साथ दिन्न कि तपाईँले कसलाई ल्याउनुहुन्छ। अब मलाई लाग्दैन 79 पछि त फेरि प्रधानमन्त्री हुनै नपाएको त त्यही एउटा शेरबहादुर देउवा न हुन् होइन भए अलि अगाडि भए त्यही चुनाव त उहाँले नि गरे होइन 79 पछाडि त भएको छैन नि त पहिलो दल भयो पालि नै आएको छैन। पालि त अब आउँछ नि अब आधा यो आधा उसले चलाउनु भनेको छ नि त आउनु बाँकी छ। अब ओली भएन भने त फेरि मैले सोचेको मलाई हेर मेरो आफ्नो अनुमान अबको अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालमा कम्युनिस्टहरूको प्रधानमन्त्रीमा गैर कम्युनिस्टहरूले मान्दाखेरि अब गाह्रो छ। हिजोसम्म चल्यो अब चाहिँ गाह्रो छ है। के भने यो अमेरिका भारतहरूले मन पराइरहेछन् नेपालको कम्युनिस्ट शासनमा। तपाईँ जति चाकरी गर्नुहोस् उनीहरूले के यी कम्युनिस्ट भनेको चिनसितै मिल्छ भन्ने भएर जति पाले पनि खाए पनि गएर शेरबहादुर अहिले सम्भावना बढी शेरबहादुरको दल अब शेरबहादुरै छ कि छैन म अझै भन्न सक्दैन। किनभने त्यहाँ राजालाई मिलाउन सक्ने बोल्न सक्ने अलिक सक्रिय नेतृत्व को छ भने उठ्न सक्ला, पार्टीभित्र पनि कुरा उठ्ला होइन। भयो भने होइन भने अब यो सरकार अझ यसरी चलिरहेछ प्राविधिक रूपले सरकार ढाल्ने त कुनै आधारै छैन नि। हजुर हस् यो महत्त्वपूर्ण संवादलाई भीमसर यहाँलाई धेरै धेरै धन्यवाद। हस् धन्यवाद। ल भइहाल्यो 50 मिनेट यति रहेछ। मान्छे फेरि पनि दोहोऱ्याएर भनौँ यही अवस्था चाहिँ अब लामो जान सक्दैन। यो कुरा चाहिँ फिक्स होइन। जनतामा चेतनाको स्तर यति बढिसक्यो कि यिनीहरू अब यतिकै चुप लाएर बस्दैन। चेतना पनि नभन्नुहोस् आक्रोश असन्तुष्टि घृणा नेता बाहिर त्यसको हद नआइसकेको अवस्था। अस्तिसम्म के थियो भने शेरबहादुर र ओलीजीलाई बाहिर जाँदा गाह्रो थियो कि अहिलेबाट अस्तिबाट के बोलिदिनु भयो प्रचण्डजीलाई पनि बाहिर जाँदा गाह्रो बोलाउनु। उहाँ त अलि लोकप्रिय नै हुनुहुन्थ्यो होइन जनतासित त एकदमै उहाँ नै अरूभन्दा लोकप्रिय नै हो। अहिले पनि छ सत्तामा बाहिर निस्किँदाखेरि उहाँले गरिरहेको राम्रै काम। तपाईँले के बोल्नुभयो होइन त्यो बोल्दाखेरि त्यसले के गरिदियो भने त्यो बोलेको एउटा व्यक्तिलाई टार्गेट गर्दैमा राज संस्था भनेपछि जरुरी छैन कि ज्ञानेन्द्र आओस् होइन। जो पनि आउनु सक्ने भयो नि त त्यो परिवारमा अरू पनि त आउनु सक्ने भयो। त्योमा अलिकति व्यक्तितिर जाँदाखेरि व्यक्तिमा अरूले उसलाई पनि गाली गर्न थाले। तपाईँले यतिसम्म घिर्ने गाली गरिरहेका छन् अरूले फेरि त्यो त सुन्दा त्यो त तपाईँले सुन्नु साइबरमा मुद्दै पर्यो नि वाक लाग्ने छ अहिले। होइन प्रचण्डले जुन अब मूर्ति चोरको कुराहरू अब भाइमाराहरूको कुरा गर्नुभयो नि यो चाहिँ त्यसो भए गर्नुहुन्थेन तपाईँलाई लाग्छ? त्यो व्यक्ति टार्गेट गर्ने भनेको त्यसपछि फेरि के भने फोहोरी राजनीतिमा हामी प्रवेश गरेको त्यो व्यक्तित्वहरूले हामीले ओलीजीले गरिरहेका थिए। हामी ओलीजी भन्दा अब त्योभन्दा नि कम भएन चाहिँ भन्ने कुरा जुन गयो नि त्यो चाहिँ शालीन हामीले खोजेको शालीन अनुशासित ढङ्गको होइन एउटा चाहिने जान खोज्यो। तपाईँहरूलाई मात्र गद्दीमा राख्न फलानालाई मात्र सत्ता दिन लागेको व्यवस्था पनि होइन होइन। तपाईँहरू छोड्ने पनि चाहनुहुन्न। फेरि राजा जस्तै छोड्न चाहे तर तपाईँहरू चाहिँ पद पनि छोड्न चाहनुहुन्न। त्यो त जनताले बुझिरहेको बेलामा अलिकति यो तरिकाले जुन गर्दा फेरि समाजमा जाँदाखेरि हिजोको लोकप्रियता माया जुन छ नि त्यो अब सुरक्षा आइदिनुपर्ने स्थिति बनाउनु भयो कि किन जनताले अब मान्दैन। अब तपाईँ हेर्नु भएन एउटाले फोटो जलायो थुनिदियो 4-6 घन्टा तर फेरि प्रचण्डले नि फेरि अब लोकतन्त्रमा आलोचनाको विभिन्न स्वरूप हुन्छ फोटो जलाउँदैन पक्राउ गर्नु राम्रो होइन भन्नु भने उहाँले भनेर पक्राउ गरेको हो। किन पक्राउ गरेको त उहाँलाई नसोधिकन जाहेरी दिएको थियो। पहिला त्यसो भए पक्रिनै हुन्न नि जाहेरी दिएको थियो। प्रचण्डकै निर्देशन पक्राउ पर्या हो त त्यो तपाईँले त्यो कसरी पक्राउ यदि दुईवटा कुरा छ। कुनै न कुनैको निर्देशन नभए कसरी पक्राउ पर्यो। ऊ त हेडवडामा गरेको चितवनबाट फ्लाइ गरेर काठमाडौँ आउनु खोज्छ चितवन एयरपोर्टमा पक्राएको छ नि। कसको निर्देशनमा गऱ्यो भने त्यो खोज्नु पऱ्यो नि त। यदि होइन भने त त्यो त अरू बेला पनि एकचोटि कसले जुत्ता हानेको थियो कसैले हान्नु खोजेको थियो त्यसमा माफी भनेर भनेको छ नि। मुद्दा त 2-3 दिन चले त्यो राजनीति गर्ने मान्छेले गर्छन् होइन त्यो गरेको ठिक छ। तर समाते किन समातेको त के बुझिन्छ भने त्यो त सरकारले गर्यो। प्रचण्ड सरकारको त सम्बन्ध ठिक छैन। तपाईँ कताबाट भन्नाले सरकार नै एक ढङ्गले यो द्वन्द्वमा आगोमा घिउ थप्न चाहन्छन् जस्तो देखियो। उसले अब किन पक्राउ महेश बस्ने चाहिँ ठ्याक्कै पक्राउ गर्ने सायद एकदमै राम्रो गर्यो सराहनीय काम। पुरा प्रधानमन्त्री नेकपा केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाउने
व्यक्तिलाई कहाँ पक्राउ नियन्त्रण गरेर पक्राउ गरेर नेपाल प्रहरीले साह्रै राम्रो काम गर्यो, अराजकता नियन्त्रण हुनुपर्छ भन्ने हिसाबले एकदमै सकारात्मक स्टाइल लेख्नु। फेरि त्यसको पछि प्रचण्डको त्यो ढङ्गको स्टार्ट आइसकेपछि, पक्राउ गर्नुहुँदै स्टार्ट आइसकेपछि यो माओवादीहरू कामै नलाग्ने भन्ने हिसाबले फेरि लेख्नु। मलाई तिनीहरूको हेर्नु पढ्नु त छैन होइन, मलाई के छ उनीहरूको कुरा छ नि, उनीहरूको आफ्नो राजनीतिक स्वार्थ छ, हामीलाई छैन। हामीलाई देशको स्वार्थ छ, जनताको स्वार्थ बाहेक छँदै छैन। होइन हामी त अर्कै, हामी हेर्ने आँखा त उहाँको आँखा, हामी त धेरै आँखाले हेर्छौँ। उहाँहरूको एउटा टाप छ कि घोडाको टाप हुन्छ नि, एक सिधै हेर्ने यताउता अल्प, त्यो टाप लिएर हिँड्ने, उहाँको तर्क कुरा गराइदिए, नेताहरूको कुरा गराइले हामी थोरै प्रभावित हुन्छ हुँदैन। यहाँनिर दरबार हत्याकाण्ड विषयमा चाहिँ एउटा जिज्ञासा जोस् भीम सर, जस्तो अब 2058 साल जेठ 19 गते जुन काली लाग्दो दरबार हत्याकाण्ड भयो, वीरेन्द्रको वंशनाश भयो, तर ज्ञानेन्द्रको परिवारमा खासै केही भएन, छोएन। तर 2058 फेरि 2058 जेठ 19 पछि 3 दिन पछाडि 22 गते फेरि ज्ञानेन्द्र शाह राजा हुनुभयो। तर उहाँ 2063 वैशाख 11सम्म त शासन गर्नु भने होइन, कुनै साल 2058 साल 2061 साल माघ 19 गते त उहाँले प्रत्यक्ष शासन एक ढङ्गले कु गरेर संसदीय दलहरूलाई नजरबन्द प्रतिबन्धै लगाउनु भयो। कुनै कति बेला त जेल पनि कोचे होइन, अहिलेकै दलका प्रमुखहरूलाई पनि। त्यो बिचमा 5 वर्ष झन्डै शासन गर्दाखेरि उहाँले चाहिँ अलिकति आफ्नै दाइको हत्याकाण्ड कसले गर्यो भन्ने हिसाबले, परिवारको हत्याकाण्ड, दाइको परिवारको हत्याकाण्ड कसले गर्यो भने त्यसमा कति इनिसिएसन, अग्रसरता अथवा चासो चिन्ता त्यति गरेको चाहिँ किन देखिएन? त्यही भएर शङ्का गर्ने आधार छ कि छैन? उहाँको परिवारले केही नहुने, यसलाई कन्स्पिरेसी थ्योरी भन्छ होइन। अब यो राजामाथि घटना हुँदाखेरि सरकार प्रमुख दलकै सरकार थियो, त्यो त एकछिन 1-2-3 वर्ष त्यो भयो होइन। त्यतिखेर अरू प्रधानमन्त्रीले किन गरेनन्? त्यो हत्याकाण्ड हुँदा गिरिजा प्रसाद कोइरालै प्रधानमन्त्री थिए, ऊ किन गरेनन् होइन? पछि चाहिँ नि अरू प्रचण्डको पनि सरकार बन्यो, 3 चोटि प्रधानमन्त्री हुनुभयो, उहाँहरूले किन गरेन? अहिले त राजा त त्यो थिएन, त्यहाँ त राजा हुँदा त लौ शक्ति सन्तुलनमा अप्ठ्यारो पर्ला। तर ज्ञानेन्द्रले बढी चासो लिनुपर्ने होइन आफ्नो दाइको? एकछिन कुरा, त्यो चासो के भने उहाँ एउटा भेरिएसन के छ भने परिवारबाटै भयो भनेपछि त अब भित्रबाट त चासो लिने कुरो भएन नि त। यहाँ दुइटा हेर्नुहोस् है, बाहिरबाट भएको हो भने एउटा कुरा आउँथ्यो। अब जुन त्यतिखेर जब यो प्रतिवेदन दिने सरकारले त्यो के तारानाथ राणाभाटको प्रतिवेदनले आफै गऱ्यो भनेछ नि त। प्रतिवेदन तपाईँले आखिर आधिकारिक रूपमा त त्यति त होला होइन, त्यो के गर्यो, कसो गर्यो प्रमाणित भयो कि भएन, आफै गरेछ भनिसकेपछि, आफ्नै परिवारले गरेछ भन्ने सिद्धान्तमा आधारित भएपछि त्यो पछि दरबारभित्रको आन्तरिक काण्ड भयो। दिपेन्द्रले नि भन्ने निष्कर्ष निकाल्यो त्यो प्रतिवेदनले, भट्टचट्टर गरेर हाने भने त्यो कमिटी छैन। अब त्यो सरकारले बनाएको कमिटी त्यसैले भन्यो, त्यो गरिसकेपछि त्यसमा धेरै कुराको त्यो राज परिवारको भित्रबाट छैन, त्यो जरुरी भएन। अझै पनि भनिरहेछन् राज परिवारका जो जीवित छन् भित्रबाट भएको भनिरहेका छन्। तर भारतले के भनिरहेछ हेर्नुहोस् त, भारतले के भनिरहेछ? अब फेरि देशका 3-3, 4-4 चोटि प्रधानमन्त्री भएकोहरूले के भनिरहेछ? बल्ल आज भनिरहेछ 20 वर्षपछि। क्वेसन त यहाँ छ त कुरा होइन, 22-23 वर्षपछि, 21 वर्षपछि कुरा अर्काएर पनि यत्रो वर्ष के गरिबसेको हो भने मेरो क्वेसन यो हो नि, उता छोड्नुहोस्, उताको रसियाको हात छ भनिरहेछ होइन। हामीले गणतन्त्र ल्याएको भारतले भनिरहेछ, त्यही रणजित रेग्मीले भनिरहेछ होइन। अब रणजितले त अब नेपालमा राजतन्त्र सम्भव छैन भनेर अनलाइनमा अहिले पछिल्लो सम्भव होइन, ठिक छैन भने हो। यहाँ अहिले सम्भव र नसम्भव कोही सम्भव छैन, राम्रो पनि होइन भन्नुभयो कि होइन। राजनीतिमा एउटा कुरा के बुझ्नु, कुनै कुरा असम्भव छ भन्छ भने त्यो मूर्ख हो। दुनियाँको इतिहास कसैले पढेको छैन, राजनीतिक इतिहास पढे हुन्छ, मूर्ख हो। यहाँ के एउटा कृष्ण पहाडी भन्ने त्यो अब सबै भनाइ त त्यसै भनेको छैन विद्वानहरूले। तपाईँ इतिहास पढ्नुहोस्, उसले भन्यो भनेर मानेको पनि होइन हामीले, इतिहास हेर्नुहोस् न। एउटा कृष्ण पहाडी भन्ने छ, 8औं आश्चर्य हुन्छ राजा गणतन्त्र आइसक्यो। ए भाइ 5वटा देशमा तर गणतन्त्र आएर राजा फर्केर आइसक्यो, 8औं आश्चर्य भयो। त्यो 15 आश्चर्य भन्नु पर्यो, हरेक देशमा आश्चर्य भयो कि त्यो। के भन्नुहोस् भने यस्ता कुरा नभन्नुहोस्। तपाईँले यहाँ नेपालीहरू इतिहास पढ्दैनन्, के पढ्दैनन् भन्दैमा यहाँ पढेको मान्छे छैन भन्ने नठानुहोस्। इतिहास पढेको मान्छे, इतिहासको मर्म नबुझेको मान्छे, बुझेको मान्छे छैन भने नठानुहोस्। यहाँ अचम्म कुरा गर्छन् मान्छेहरू, दादा कहाँ राजनीतिमा असम्भव हुन्छ? कति देश देखाइदिएँ मैले राजतन्त्र फर्केको फेरि गएको फेरि फर्केको पनि छ। त्यस कारण यो नठानु, इतिहास यस्तो कुनै लकीर फलामको लकीर पनि खिया लाग्छ। त्यसैले यस्तो गफ नलगाउँ। तपाईँ बसुन्जेल राम्ररी आफ्नो व्यवस्थालाई दिगो बनाउनुहोस्, तपाईँको जिद्दीले होइन, जनता सन्तुष्टि बनाउनुहोस्, जनताको चाहना गर्नुहोस्, समृद्धि बढाउनुहोस्, रोजगार बनाउनुहोस्,
देशलाई सुरक्षित बनाउनु, सुशासन बनाउनुहोस्, मान्छेले विकल्पै खोज्दैन। यहाँनिर अब भीम सर जस्तो अहिले अब राज संस्थाको पक्षमा राजतन्त्रकै कुरा गरिराख्दाखेरि फेरि विगतको राजतन्त्रको इतिहास हेर्दाखेरि जस्तो अब भाइ वार्तापछि अब लडाइँ झगडा हुने, हत्या हिंसा हुने, अब यो हत्याकाण्ड हुने, षड्यन्त्र हुने, यी सबै तानाबाना विगतको कुराहरूले गर्दाखेरि जस्तो 2061 माघ 19 गते ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन लिँदाखेरि यी सबै अब प्रेसमाथि नियन्त्रणका कुराहरू, यी सबै कुराले त त्यस्तो फेरि काली लाग्दो अँधारी युगमा जानेर फेरि भन्ने हिसाबले पनि बहस त हुन्छ नि। जस्तो अस्ति अब नेकपा एमालेकै सांसद पूर्व मन्त्री रघुजी पन्तले पनि जुन कुरा उठाउनु भयो, हुन त ज्ञानबहादुर शाहले इतिहास पढेर आऊ भनेर भाषा अलिक तल्लो स्तरकै उहाँले प्रयोग गर्नुभयो होला, तर उहाँको हिस्ट्री पनि आफैमा गलत त होइन होला उहाँले भन्नुभएको सुनाउनु भएको कुरा त्यहाँ। त्यही हिसाबले फेरि त्यो काली लाग्दो दिन फेरि किन नेपाली जनताले चाहन सक्छन् र भन्ने कुरा पनि त प्रश्नको विषय त होला। तपाईँले कल्पना तर्क जे गरे पनि हुन्छ, पाइन्छ तर्क गर्न। प्रश्न के छ भने राजनीतिमा तपाईँले राजा फालेर चुनेको राष्ट्रपति डिक्टेटर भएर सैनिक शासन 40 वर्षसम्म सैनिक शासन चलाएको पनि देख्नु भएको छ नि। लोकतन्त्रबाट खतरनाक छ तपाईँको, खतरनाक डिक्टेटर जन्मेको छ राजाबाट भन्दा। तपाईँले राजामा एउटा के हुन्छ भने राजा छ भने सबै मिलेर राजा फालौँ भन्न मिल्छ, लोकतन्त्रमा चाहिँ फाल्नै सक्नुहुन्न। लोकतन्त्री पद्धतिबाट आएपछि जस्तो अहिले मान्छे विकल्प छन्, जनताले विकल्प नपाएको हो नि त, के गर्ने अब भन्नुहोस् त, होइन? अब के गर्नु त अब चुनाव गरे उसैले जित्छ। अब रवि लामिछाने पनि अब हालत यस्तै अवस्था छ। रवि लामिछाने चाहिँ राजतन्त्रवादी गणतन्त्रवादी हो के भन्नु? होइन, ऊ त व्यवस्था फेर्ने होइन, अवस्था फेर्ने भनेर आएको मान्छे हो, होइन? देशले दुःख पाएको अवस्थाले हो, व्यवस्थाले होइन। तर अवस्था र व्यवस्थामा के भन्छ, त्यो व्यवस्थाको दुरुपयोग गरेर अवस्था बिगारिदिएको भएको हुनाले व्यवस्थै फालिदियो भने त नरहे बाँच्छु नि। मान्छे ढिलो चाँडो रवि पनि त्यतितिर आउन सक्छ नि। त्यो अब कस्तो के छ भने अवस्था फेर्ने हुनाले जुन राजनीति परिस्थितिमा पनि रवि भन्दैमा रवि एउटा खतरनाक छ, त्यो दलभित्र कस्ता मान्छे छन् भन्ने हेर्नु पर्छ। सबै दलका मान्छे आएका छन्, सबै दलतिर धारणा राख्ने मान्छे अवसर नपाएर यता आएका पनि छन्। त्यहाँ त्यस्ता मान्छे अनगिन्ती छन् कि फेरि त्यहाँ पालो कुरेर बसेका, उसको माथिले त्यहाँ पालो आउँदैन क्या त्यहाँ। त्यस कारण यहाँ फर्स्ट पालो आयो नि त, भर्खरै एकैचोटि छिर्न पाएको छैन। मन्त्री फुल मन्त्री खायो, प्रधानमन्त्री खायो, पार्टीमा गएर यिनीहरू के राज्य मन्त्री पायो भने काफी हुन्थ्यो होइन। अब स्वर्णिमले कुरा गर्ने त काङ्ग्रेसले टिकटै दिएन उहाँलाई, होइन? चुनाव लड्न टिकटै पाएन। मन्त्री राज्य मन्त्री सरका अधिकार त दिएकै हो, के पद त दिएको राष्ट्रिय आयोगको उपाध्यक्ष बनाएर हो, होइन? नदिएको पनि होइन, राम्रो किसिमको विभिन्न जिम्मेवारी दिएको हो। तर यहाँ त उपाध्यक्ष भएर अब यहाँ त चाह्यो भने त मिल्यो भने प्रधानमन्त्री हुनसक्छ नि, सिचुएसन मिल्यो भने, होइन? भन्नाले त्यसो भए अघिको सुरुको प्रश्न चाहिँ योभन्दा अगाडिको प्रश्नमा चाहिँ त्यसो भए राजतन्त्रकालमा केही गलत त भयो होला, तर यिनीहरू अझै भ्रष्ट भए, अझै यिनीहरू छोटे महाराज बन्न खोज्यो, त्यही भएर जनताले फेरि गणतन्त्र हो भन्दा त बरु हिजोकै शासन व्यवस्था ठिक थियो के हो भनेर बाध्य भएर भन्ने अवस्था आयो हो। त्यही हो, त्यो नोस्टाल्जिक त हुन्छ कि पहिलाको कुरा योभन्दा राम्रो छ भन्ने त लाग्न सक्छ। किनभने यो परिवर्तन गर्छु भनेर आएर झन् पीडा भएपछि मान्छेलाई के हुन्छ नि, हिजोभन्दा आज झन् खराब छ भन्ने धारणा बन्छ कि। तर केही नभएको होइन नि गणतन्त्र। हेर्नु त फास्ट ट्र्याकहरू बनिरहेको छ, त्यो चिज त हुँदैन राजनीतिमा। पहाडी लोकमार्गहरू बनिरहेको छ, यो भौतिक पैसा हालेर तपाईँले पनि बनायो हुन्छ, पैसा दियो भने म पनि बनाइदिन्छु फास्ट ट्र्याक। होइन, विकास भने त्यही होइन र, सडक बन्नु, शिक्षा स्वास्थ्यमा अलिकति लगानी बढ्दै जानु हाम्रो होइन। शिक्षा स्वास्थ्यमा त छँदै छैन है। अब सडक बन्ने के भन्ने पैसा हाले बन्छ कि, त्यो कुरा तपाईँले पैसा कहाँबाट ल्याउनु भयो हेर्नुहोस् त। जनतालाई सुविधा दिने कुरा पनि त विकास हो नि। कहाँबाट के सुविधा दिएछ एकछिन बताउनुहोस्। तपाईँ फेल छ के? गणतन्त्र आएको 15-16 वर्ष 1 लाख किलोमिटर सडक वृद्धि भएको छ सर, जबकि पञ्चायतसम्म 7,000 किलोमिटर भन्दा बढी थिएन। यस्तो हुन्छ, मेरो बुवा पालामा चाहिँ स्कुलै चाहिँदैन थियो, कलेजै चाहिँदैन थियो। मभन्दा मेरो बुवा चलाक हुनुहुन्थ्यो, मभन्दा बुवाले त्यतिखेर जग्गा जोड्नु भयो, मभन्दा बुवा बाजे धनी हुनुहुन्थ्यो। म त गरिब छु, मलाई त तलबको घरमा छ, मैले पढाएको छु, पढ्नु पर्ने सारा उच्च शिक्षा संसार देखेको छु, म त गरिब छु। फेरि मेरो बुवाको तुलनामा बुवाले आफ्नो योग्यता क्षमता दुःख हेरेको तुलनामा म अहिले गरिब हो। त्यो तुलनात्मक रूपमा मैले विवाह गर्दाखेरि 5,000 तोला सुन थियो, अहिले चाहिँ 1,80,000 तोला भयो। अब सुनको भाउ बढ्यो, तपाईँले घरमा किन मैले गर्दा सुनको भाउ बढ्यो, तेरो घरमा 5 तोला सुन थियो, तँलाई मैले धनी बनाएँ भन्ने मिल्दैन। यस्तो हुँदैन। के हुन्छ भने तपाईँ समयको माग अनुसार कुद्नु भएन भने अर्को कुदिरहेको हुनाले तपाईँ धेरै पछाडि गएको हुन्छ। एउटा गाडी 20 किलोमिटर कुदाइरहेछ सँगै सडकमा, एउटा गाडी 80 किलोमिटर कुद्न त कुदिरहेछ नि 20 किलोमिटरवाला। समय सापेक्ष आफैलाई परिवर्तन गर्न सक्नु पर्यो, त्यो नसक्ने फेल हो। त्यो यो मात्रै होइन, राष्ट्रिय रूपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा तपाईँ पराधीन भएर जानुहुन्छ।
अब देख्नुभयो विदेशीहरूले सारा पैसा रोकिसके, सारा एड रोकिसक्यो, देश सङ्कटमा पुगिसक्यो भनिसक्यो। तर सङ्कट निवारण गर्न तपाईँसित कुनै उपाय छैन। तपाईँ संविधान संशोधन गर्न सक्नुहुन्न, तपाईँ सरकारको सङ्ख्या घटाउन सक्नुहुन्न, तपाईँ सांसदको सङ्ख्या घटाउन सक्नुहुन्न, आयोगको सङ्ख्या घटाउनु, तपाईँ गर्न केही नसक्ने, एउटै गर्ने के भने गणतन्त्र ठिक छ मात्रै भन्ने भएर बसेको हुनाले त्यो समाधानै छैन के। त्यस कारण तपाईँले के भन्नु पऱ्यो भने गणतन्त्र ठिक छ भन्नेले सबै सुधार्नु पऱ्यो क्या आजै पढ्यो। तिनवटा दल मिलेर असन्तुष्टि त हुँदैन नि जनता। तिनवटा दल मिलेर अहिले संविधान संशोधन गर्नुहोस्। तर के यिनीहरू अझै पनि सच्चिन सक्छन्? सक्दैन कि आफ्नो घाँटी कल त्यसो भए यिनीहरू सकिने नै हुन्। ढिला चाँडो अपमानजनक तरिकाले सकिने हो। अपमानजनक भागको स्थिति, भाग्ने पनि ठाउँ हुँदैन, भाग्ने पनि ठाउँ हुँदैन, भाग्ने पनि ठाउँ हुँदैन, कट्टु छोडेर लगाउने हुन्छ भने अरू देशमा लिँदैन। पहिला पो माओवादीले पेल्यो, मार्ने भयो, काट्ने भयो भनेर अमेरिकामा एसिलम लिएर बसे। माओवादीले काङ्ग्रेसले त्यो दुइटा मिलेर होइन, काङ्ग्रेसले सिफारिस गर्ने, माओवादीहरू मसित मलाई मार्ने भयो माओवादीले भनेर लिने, त्यो सिफारिस लिएर अमेरिका खिचेका सारा। कति मान्छे गयो नि त्यसरी? 1000 मान्छे, हजारौँ न झन्डै लाखौँ गयो। अब यो कुरा गरेको यो पनि दाउ कमाउने दाउ हो। त्यो सिफारिस गर्ने पैसा खाए, जानेले पनि पैसा दिए। अब तल्लो बाटो 1-1 करोड खर्च गरेर जानेमा कहाँबाट आयो यत्रो पैसा? अहिले देशको राजनीतिक माहौल पुरा गर्मा गर्मी अवस्थामा छ होइन? अहिले राष्ट्रवादी र गणतन्त्रवादीको चर्को कुरा चलिरहेको छ अहिले। अहिले राजाकै इच्छा अनुसार पूर्व राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत रहेका नवराज सुवेदीको नेतृत्वमा अहिले संयुक्त जनआन्दोलन समिति बनाएको छ होइन? अब राष्ट्र पुनर्स्थापित गर्नको लागि भनेर त्यो मोर्चाले त्यो समितिले नेतृत्व गर्ने भनिराख्दाखेरि राजावादीहरूको लागि पहिलो गाँसमै ढुङ्गा भने जस्तो। अब राप्रपा नेकपाका अध्यक्ष कमल थापा पनि मलाई सदस्य राखिएको रहेछ, म बस्दिनँ मेरो जानकारी बिना भन्ने कुरा आयो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले नि त्यही कुरा गर्नुभयो। अब राजा ल्याउनु पर्छ यो देशमा, एउटा अभिभावक चाहिन्छ भनेर जो राष्ट्रवादी आन्दोलन, स्वतन्त्र राष्ट्रवादी आन्दोलनको नेतृत्व गरिरहेका केशरबहादुर विष्ट पनि त्यसमा बस्दिनँ भन्नुभयो। यो हेर्दाखेरि त एकअर्कामा विभाजित हुने अवस्था आयो। यसले के आन्दोलनको गति दिन सक्ला र कसरी हेर्नुहुन्छ? यो कस्तो भने दुईटा कुरा मैले लगातारै भन्दै आएको छु। राजा होइन र राजावादी दलहरू आकाश पाताल फरक छ कि कुरा। तपाईँ राजावादीहरूलाई जनताले समर्थन गरेको भन्ने नठानु। अहिले जो समर्थन हो त राजालाई गरे हो कि, राजालाई व्यक्तिलाई नै, राजालाई गरे हो। राजाको भूमिका चाहिन्छ भनेर गरेको। अब राजाको भूमिका चाहिन्छ भन्नेमा लगातार राप्रपाले आवाज उठाइरहेको हुनाले राप्रपाले अब केही कुरामा राजा कुरा उठ्दाखेरि अघि सर्न त पर्यो होइन। नवराज सुवेदी कुरा गर्नु उहाँ पनि राप्रपामै हुनुहुन्थ्यो। अहिले सबैलाई मिलाउँ भनेर उहाँले के अरे राप्रपाबाट राजीनामा दिएर साधारण सदस्य राजनीति गरेर अलि न्युट्रल भएर फेरि अरू सबैभन्दा जेठो पनि उहाँ नै। अब राजामा भनौँ राजा पक्ष अथवा पहिलादेखि पञ्च पनि होइन, अब ठुलो पदमा पनि पुगेको हुनाले सबभन्दा जेठो पनि उहाँ भएको हुनाले सायद उहाँले गर्दाखेरि सबैलाई मिलाउन सक्छ कि भन्ने भएको हो कि। तर राप्रपाभित्र त चर्को असन्तुष्टि छ नि। राप्रपा प्रवक्ता सचेत ज्ञानबहादुर साइल त अर्को तुलसीगिरी बनाएर झन् असफल पार्ने षड्यन्त्र भयो, यो हुनै सक्दैन, हामी समर्थन गर्दैनौँ भनिसक्नु उहाँले। जेसुकै भए पनि अब यो मुख्य कुरा त्यो आन्दोलन समितिलाई समर्थन गर्नु नगर्नु भन्दा राजालाई ठाउँ दिनुपर्छ भन्नेमा त कसैमा विमति यिनीहरूमा छैन के। तर हामीले त्यसलाई के भने मूल कुरा राजा हो। राजालाई राष्ट्रको भूमिका दिनु पर्यो। यो देशलाई चाहिँ नि सङ्घीयताबाट पाल्न सक्दैन र यही देशले चाहिँ नि धर्मनिरपेक्ष पनि उपयोग छैन। यो मुद्दामा कसैको पनि विमति, यहाँ जति चाहिँ विमति भनेको त्यो त कसले लिने, कसले जस लिने, कसले नलिने भन्नेमा छ। त्यसले गर्दा यो आफैमा धेरै महत्त्वपूर्ण छैन। यो त हरेक दलमा विवाद होइन, तर यो विवादले एक ढङ्गले निराशा निरुत्साहित बनाउला नि अलिकति आम राजावादीहरूलाई। दलीय दृष्टिकोणले हामीले हेर्ने गऱ्यौँ। हिजोको स्वागत यो गरेर पनि दलले गरेर भएको होइन, त्यो सबै गएका छन्, धेरै सबै दलका गएका छन् कि। सबै दलमा जुन असन्तुष्टि छ, जस्तो अब धर्ममा नेपाल हिन्दू धर्म सनातनी हो, यो कुरालाई व्यवस्था गर्दाखेरि यहाँ धेरै समस्या भयो भन्ने छ होइन। अर्को यहाँ चाहिँ नि यो देशमा धर्म नमान्ने, धर्म अभियोग भन्ने कम्युनिस्टहरूको शासन बढ्दै गयो। अब गणतन्त्र आएदेखि 63 देखि अहिलेसम्म
ती 2/3 बढी समय चाहिँ नि शासन कम्युनिस्टले गराएर रहेछ प्रधानमन्त्रीले। त्यसको माथि हरेक सरकारमा कम्युनिस्टको सरकार पार्टी सम्मिलित रहेछ। यो कारणले के भइदियो भने यो कम्युनिस्ट रहँदासम्म त यहाँ धर्म भन्ने मामलामा त हिन्दू सनातनीहरूलाई नै खेद्ने भयो, बुद्धिस्ट र किराँतहरूलाई खेद्ने भयो। गैर यो क्षेत्रभन्दा गैर यो भारतवर्ष भनौँ अथवा नेपालको यो क्षेत्रमा भएको धर्महरूलाई चाहिँ नि बरु फक्रिन फुल्ने दिने भयो भन्ने जुन मान्यता हो नि, त्यो मान्यता छैन हरेक दलमा छ कि। फेरि काङ्ग्रेसमा पनि छ, खुमबहादुर खड्का चर्केला, शङ्कर भण्डारी चर्केकै हो। अब उसले पनि हिन्दू राष्ट्र चाहिन्छ भनेर शेखर कोइराला भनिरहेका छन्, एमालेमा पनि भनिरहेका छन्। एमालेमा तपाईँको के अरे माओवादीमा पनि त्यस्तो कुरा छ अलिअलि होइन, अलि बोल्न नसकेको तपाईँ देखिरहनुपर्छ। धेरै धार्मिक कार्यक्रमहरूमा यताउता अब गणतन्त्र नै चाहिन्छ भन्दा पनि धर्म पनि चाहिन्छ भन्नेमा नाडगाजी त लगातारै देखिनु भएको छ। त्यस कारण मलाई के लाग्छ भने यो जुन मुद्दा हो नि, मूल मुद्दामा प्रवेश गर्नु पऱ्यो कि गणतन्त्र कि राजतन्त्र त होइन, संवैधानिक होइन संवैधानिक राजतन्त्र भन्ने नै कुरा हो। त्यो मलाई लाग्छ संवैधानिक राष्ट्र संस्था, राष्ट्रतालाई अभिभावक मानेर अगाडि बढ्ने एउटा स्थायी अभिभावक मान्ने भन्ने कुरा। बेलायत, कमनवेल्थ होइन, बेलायत कहीँ चाहिँ नि अब अस्ट्रेलियादेखि सबै देशहरूमा 43 देशमा छन् क्या यस्ता खालका होइन राजतन्त्र कुनै न कुनै रूपका। त्यस्तो भनेको मा चाहिँ नि विमति त भएन। तर अब यही कुरा पनि एउटा पछिलाई गणतन्त्र नभई भएको छैन, एउटालाई चाहिँ एकदम सक्रिय राजतन्त्रै नभई भएको छैन भन्ने पनि छ। फेरि यहाँ दुवैमा एक्सट्रिम पनि छ, दुवैमा छ कि एक्सट्रिम होइन। तर त्यो भित्र दलभित्र पनि एउटा चाहिँ एकदमै एक्सट्रिम छ, एउटा एकदम नरम छ, एउटा सेन्ट्रिस्ट छ कि। त्यही त राष्ट्रपतिको ठाउँमा राजा मात्रै राखेर के परिवर्तन होला र भन्ने पनि के नोक्सान होला र भनेर सोध्ने पर्यो कि के नोक्सान होला त राष्ट्रपतिबाट। राष्ट्रपतिहरू त तपाईँले दलका मान्छे भए, दलको मान्छेले त्यसलाई चाहिँ नि अब मरेको मुसोलाई पुच्छर समातेर घुमाए जस्तो राष्ट्रपतिलाई घुमाइरहेका छन् नि त। कुनै इज्जत राष्ट्रपतिको कुनै इज्जत भएन भन्दा प्रचण्डजीले नै बोलेका छन् नि त होइन। अब प्रचण्डजी म मात्रै गएपछि मात्रै राष्ट्रपतिको इज्जत हुन्छ, नभए कोही पनि हुँदैन भन्ने जस्तो उहाँले बोल्नुहुन्छ कि होइन। अरू कसैको इज्जत भएन। के गिरिजाप्रसाद कोइराला राष्ट्रपति नदिएर ठुलो भुल गरियो पनि भन्दै हुनुहुन्छ। किनभने राष्ट्रपतिको व्यक्तित्व गरेर सम्हाल्न सक्ने राजनीतिज्ञहरू अहिले रहेनन् होइन। नभएपछि त त्यो त कसमा छ भन्दाखेरि हजारौँ वर्षदेखिको नेपाल त राजतन्त्र हो। यो शाहवंश पो 240 वर्ष हो, त्यो नेपाल हजारौँ वर्ष आदिकालदेखि राजतन्त्र हो। मल्लकालीन सबै राजा त राजै हो नि। अहिले शाह डाइनेस्टी गरेर अर्को आइदिएको भए कुनै राजा होइन, आइदिएको त्यो पनि हाम्रो राजै हो। अब राजा मात्रै नेपाली जनता काठमाडौँमा तपाईँ हेर्नुभयो नेपाली जनता नेताहरूलाई त राजा जस्तो मान्न थाले। किनभने राजा भन्ने एउटा भित्रको संस्कार चाहना हो नि, त्यो चाहिँ नेतामा पनि उसले राजाको रूप देख्यो के। त्यस कारण राजालाई चाहिँ भोटो देखाउन लाउने, अरूलाई गाली गर्ने तर आफै राजा हुन मतपत्र गर्ने होइन। त्यो त छँदै जनताले पनि राजा चाहिँ जस्तो भइदियोस् भने जस्तो के। कहिले कुमारी यात्रामा गएर हेर्ने कुमारी भने त राजाले गर्ने हो। त्यसो मन परेको मान्छेलाई पनि राजा नै भनेर बोलाउँछ, भोटो देखाउने पनि राजै भन्ने पो। अनि के अरे होलीमा होइन, शिवरात्रिमा होलीमा चाहिँ नि त्यहाँ के अरे तीजमा रानी भनेर चाहिँ नि त्यहाँ तीजमा जाने भयो होइन। मेरो प्रश्न चाहिँ के भने राजा जुन छ नि अहिलेको विवाद तपाईँले अघि जोड्नु सुरुवात के हो त भन्दाखेरि मलाई त्यो कुरालाई चाहिँ एउटा सङ्गठित त्यसले कतिको प्रभाव पार्छ भन्ने मेरो मलाई लाग्दैन धेरै प्रभाव पार्छ। किनभने यहाँ कुरा यो पछि डेभलप भएको, पहिला यिनीहरूले गरेर अनि राजा चाहियो भने पनि होइन। फेरि राजाले बोलेपछि बल्ल इसालवा लगाएका हुन्। अब त राजाको यिनीहरूलाई कुनै न कुनै कुटनीतिक मामलाबाट अब सुरक्षाबाट होइन, विभिन्न किसिमको राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशबाट अब राइट टाइममा हामी पनि डराउनु भएन, फिल्डमा आउनु पऱ्यो भने मात्रै हो। त्यसमा नेतृत्व अहिले स्वीकार गरेको छैन भने त्यो फेरि अर्को नेतृत्वमा फेरि मान्न सक्छ नि त। 2-4 दिन 10 दिन कुनै आजै हुनुपर्छ भरे हुनुपर्छ भन्ने होइन। त्यस कारण ठिकै भनेको नेतृत्व पनि त्यसो भए आलो पालो गरेर बन्न सक्छ त्यो। किन अहिले त सबभन्दा सिनियरलाई गर्दाखेरि नहोला कि विवाद, त्यहाँ पनि विवाद भयो। अर्को कुरा तपाईँ यहाँ क्वेसन के हो भने यदि दल लाग्छ भने दलको निर्णय गर्नुपर्छ क्या। त्यसरी कोही व्यक्ति रहेर जाने त्यो जाने भने त दल त कल्याप्स गर्छ। तपाईँ अहिले के नेपाल राप्रपाको असन्तुष्टि स्वाभाविक भन्न खोज्नुभयो हो। त्यो जाँच किन छ भने तपाईँको त्यहाँका मान्छे आधिकारिक रूपमा जाने मान्छे त दलले निर्णय गर्नु परेन। राप्रपाको सदस्य हुन् नि त नवराज सुवेदी त को जाने होइन, ऊ त छोडिदिइहाल्यो नि अहिले त छोडिदियो मतलब भन्न खोजे। अनि अध्यक्षलाई चाहिँ सदस्य राख्ने उसलाई चाहिँ अनि समितिको नेतृत्व दिँदाखेरि केही न केही छलफल राप्रपामा नभइकन राजाले त्यसरी गर्दाखेरि त अलिकति आन्तरिक पार्टी मामला पनि राजाले पनि त्यस्तो त्यो चाहनाले नै भयो भन्ने कुरा आयो। कसैले छ मलाई चाहिँ त्यस्तो नवराज सुवेदी आफैले बोल्नुभयो त्यो त त्यस्तो चाहिँ त भन्न त पर्यो होइन। त्यो नभइकन कोही गलबन्द पनि हुँदैन। मलाई के लाग्दैन भने
कोही न कोही त राजा त भोलि आएर आफै चलाउनु त होइन, कोही न कोही चाहिँ चाहियो नि त उसको लागि पनि। अब यो बिचमा हिजो यी दलहरू पनि राजाको पछि लाएर गरेका त हुन् नि, यी दल पनि राजामा आउन सक्छ, यसकारण त राजा चाहिन्छ भन्ने छ नि त। त्यो त तपाईँ हो वेट एन्ड सी वेट एन्ड। राजनीतिमा यस्तो के भने कुनै नेताले भन्दैमा नेताभित्र त अब तपाईँको भन्नुहोस् न बाबुराम र प्रचण्डको कत्रो द्वन्द्व थियो, बादल र बाबुराम कत्रो द्वन्द्व थियो, त्यो त बिस्तारै त्यो नेतृत्वले त्यसलाई सम्हाल्दा आज ल्याए, तर ती सबै छुट्टिए नि। हेर्नुहोस् त हिजो जो आपसमा भिडन्त गर्थे दलभित्र अन्डरग्राउन्ड हुँदा, ती बाहिर आएर सांसद भएर सबै प्रधानमन्त्री भइसकेको छ, अहिले उनीहरूको बिचमा व्यापक द्वन्द्व छ नि। त्यस्तो चाहिँ नि हरेक पार्टीमा हुनसक्छ, यो द्वन्द्व पनि स्टार्ट हुन्छ र एउटा चाहिँ नि किता क्लियर गर्नुपर्ने अवस्थामा जान सक्छ। त्यसैले मलाई के लाग्दैन भने कुनै व्यक्ति विशेषको महत्त्व छैन, तौर तरिका प्रणालीगत रूपमा तपाईँले गरे भने त्यो दिगो हुने हो, भएन भने फेरि रिफर्मेसन कुनै विषय होला। तर एउटा कुरा ख्याल गर्नुहोस्, राजा हुनै हुँदैन भन्नेको उनीहरूको तर्क पनि जायज होला, तर तपाईँले हुँदैन भन्दैमा आउँदैन भन्ने कुरा कसरी नठान्नु होला भन्ने पनि बुझ्नु परेको थियो। यहाँ तपाईँको चाहना हुँदैमा सबै चिजको चाहना हुँदा पनि आउनु पनि सक्छ कि कसैको चाहना हुँदा र नहुँदा त्यो फरक पर्दा। त्यस कारण तपाईँ हामीले जति तर्क गरेर जसो गरे पनि सिचुएसन कहाँ गएको छ भने तपाईँको यो आजको यो परिस्थिति किन आयो भने पछाडि तपाईँले ठन्डा दिमागले सोच्नु सबै बहुदलहरू गणतन्त्रवादीहरूको कारणले आएको। यहाँनिर अब नवराजको कुरा गर्दा चाहिँ राप्रपाभित्र बहुसङ्ख्यक सदस्यले उहाँलाई अस्वीकार गरेको, तर डोकेनबहादुर चरण पूर्व प्रधानमन्त्रीलाई चाहिँ अगाडि सार्ने उहाँहरूको चाहना, फेरि राप्रपा नेपाल कमल थापाको नेतृत्वको पार्टीले फेरि पूर्व भन्नाले अब भनौँ न संस्कृतिविद डाक्टर जगमान गुरुङलाई स्वीकार्न चाहेको पक्ष अरू नै होला। जगमान गुरुङ जस्तो लोकेनबहादुरको चन्दको बारेमा चाहिँ यहाँको के छ धारणा, उहाँहरूले नेतृत्व गर्दा चाहिँ कस्तो हुन्थ्यो? यस्तो हुन्छ, एउटा राजनीति सङ्गठन भएको, राजनीतिमा सक्रिय भएको मान्छेहरू नभयो भने त्यो नामको खातिर नाम पद खाएर खासै हुँदैन कि। तपाईँले चर्चा मिडियामा चर्चा यस चर्चा गरेर जगमान गुरुङको राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा छ भन्दै थिए एकजनाले। छ भूमिका पो दिने हो त, भूमिका त दलको नेतृत्व भएर अध्यक्ष भएर होइन देशै प्रधानमन्त्री चलाउने गरी सङ्गठन छ त भनेको कि। तपाईँको हेर्नु होला कुनै पनि राजनीति गर्ने मान्छेको पढोस् नपढोस् ज्ञान होस् नहोस् उसित सङ्गठन छ भने उसले सत्ता लिने हो कि। सङ्गठन छैन भने तपाईँ ज्ञानी भएर विद्वान भएर हुँदैन। तपाईँ देख्दै अब तपाईँको त्यो माओवादी पार्टीमा त हामीलाई त प्रचण्डभन्दा त हामीले चिनेको बाबुराम हो नि होइन। अब प्रचण्डलाई चाहिँ बाबुरामलाई हामीले नरम भन्थ्यो, प्रचण्डलाई कडा भन्थ्यो, त्यो ठ्याक्कै उल्टा रहेछ नि। बाबुराम प्रचण्ड कति चेन्ज भइसक्यो बाबुराम जस्ताको त छन् कि ऊ त्यसमा अलग भयो नि, किन ऊ सङ्गठन गर्ने भएको डाइनामिजम चाहिन्छ, त्यो गतिशीलता चाहिँ प्रचण्डमा छ नि। त्यस कारण तपाईँ के हेर्नुहोस् भने राजनीतिमा तपाईँ हामीले कसैले भन्दैमा राजनीति भने जनतासित जाने बिज्ने दुःख कष्ट सहने भएन भने मान्छेले नेपाली जनताले मान्दैन। राजाले मान्नु एउटा कुरा हो, राजाले टिपेर ल्याएर दिने एउटा कुरा हो। जस्तो त्यही अब बङ्गलादेशमा पनि राजनीति सङ्गठन गरेकै हारेकै प्रधानमन्त्रीमा चुनावै हारेकै नोबेल पुरस्कार पाएर एउटा के अरे बङ्गलादेशभरि नै चर्चित भएको व्यक्तिलाई आखिर सेनाले ल्याउनु पर्यो नि त, अथवा विदेशीले ल्याएको हो भन्ने छ त्यहाँ एक ढङ्गले सर्वस्वीकार्य भयो त्यहाँ उनी एक किसिमको अहिले परिस्थितिमा होइन। त्यस्तो चाहिँ नेपालमा को ठिक हुन्छ को ठिक हुँदैन भन्दा पनि अहिले के भन्नु एजेन्डा के हो त? एजेन्डा मलाई तपाईँ सोध्नुहुन्छ भने यो बाद र साथको कुरा होइन। तपाईँले गणतन्त्र चलाउनु सक्नु भएन कि, तपाईँले क्षमता भएन, जनताको कुनै पनि चाहना इच्छा आकाङ्क्षा पूर्ति गर्नु भएन र दिन प्रतिदिन अपराध भ्रष्टाचार कुशासन होइन त्यो विदेशी हस्तक्षेपदेखि बढ्दै गएर तपाईँहरू चाहिँ नि यति गल्ती गर्नुभयो कि अब तपाईँबाट यसो चिप्लिने बित्तिकै तपाईँबाट कुर्सीबाट निस्किने बित्तिकै तपाईँको यात्रा चाहिँ जेलभित्र हुन्छ भन्नेमा उनीहरू प्रष्ट भएर त्यो बचाउनलाई गरेका हुन्। यहाँनिर अब राजन लिङ्गदेन र कमल थापा बारेमा चाहिँ कतिपयले के टिप्पणी गर्यो भने उनीहरू चाहिँ हिन्दू राष्ट्र र राष्ट्र संस्थाको पक्षमा भनेर एजेन्डा बोकेर अब जनतामा जाने। अब साँच्चै राजा ल्याउन चाहेको भए त अहिले पनि यो समितिमा खासै विवाद गर्न थिएन। त्यही भएर यिनीहरूले एजेन्डा बजाउने मात्रै काम गरेर एक ढङ्गले राजनीति गरिरहेका हुन्। वास्तवमा यिनीहरू राजावादी न हिन्दूवादी हुन् भन्ने हिसाबले पनि चर्चा हुने गर्छ। त्यही हिसाबले अहिले पनि यिनीहरू जस्तो समितिमा पनि बस्न चाहेनन्। त्यो हिसाबले यिनीहरूको त्यही भएर वफादारी त एउटा एजेन्डा जसरी बोकिरहेछ त्यसको वफादारी त्यो खालि त्यो राजनीति गर्न मात्रै अगाडि तिर्स्याएको पब्लिक खपतको लागि मात्रै त्यो नारा हो कि भनेर शङ्का गर्ने ठाउँ छ कि छैन? यस्तो हुन्छ, उनीहरूले राजनीति गर्नु छ जनताको मत त लिनै पर्छ, बडो मुस्किलले चाहिँ नि होइन। राष्ट्रसतै फर्किएर हिन्दू राष्ट्र कायम भयो भने त उनीहरूको एजेन्डा के हुने? पोलिटिकल आइडियोलोजी त खास छैन त्यसको। त्यो पार्टीको कुनै पोलिटिकल आइडियोलोजी छ राप्रपा भन्ने पार्टीको? यस्तो हुन्छ, अब अहिले काङ्ग्रेस कम्युनिस्ट भन्दाखेरि यिनीहरू चाहिँ अलि अर्कै भयो। अब
राजा आउने भने कुनै न कुनै पार्टी सङ्गठित भूमिका छैन भने फेरि राजाले समाउने त कसलाई भन्ने प्रश्न विकल्प राजालाई पनि दिने भएको होला यो पहिलेदेखि लागेको पनि हो तर के बुझ्नु पर्यो भने राप्रपा यिनीहरूले चाहिँ नि जनताको एकदमै मतै ल्याउँछ पछि राजै आएर चुनाव भएर मत ल्याउँछ भन्ने चाहिँ नि अहिलेमा भन्नुमा त्यसको त एजेन्डा सरकार चलाउने धेरै कुरा चाहिँ त्यो होइन मत चाहिँ नि ल्याउने पुराना दलहरू ल्याउला तर मुख्य कुरा के भने पुरानो दल कसरी आफू परिवर्तन हुन्छ आफ्नो युवा नयाँ पुरानो फेसले त ल्याउनेवाला होइन कमल थापा राजनीतिक चाहिँ साँच्चै राज संस्थाको पक्षमा छ भन्ने कुरामा चाहिँ सँगै गर्ने ठाउँ देखियो यो समितिमा विवाद अहिले राज संस्थामै छ यो त पहिलेदेखि डिक्लेयरै छ नि पार्टी होइन कमल थापा त तपाईँलाई यो बिचमा त उनले त अब मसान घाटमा पैसाको राष्ट्र फर्काउन सकिँदैन भनेर त उनले भनिसक्यो अनि हिन्दू राष्ट्रको मात्रै मुद्दा पुगेको हो नि त अहिले फेरि पछि त लाइनमा आयो होइन यस्तो हुन्छ राजनीतिमा बिचमा राजनीति के हो भने नेताको भने जे भने त्यो हुने पनि होइन होइन राजनीति जनताको माहौल कसरी डेभलप गर्छ त्यो अनुसार तपाईँ हिजो पनि हेर्नुभयो नि सबै होइन इभेन प्रचण्डै हुँदा पनि होइन प्रचण्डै हुँदा पनि अलिकति उसको प्रधानमन्त्री त यो 601 को चुनाव भएपछि भयो होइन तर के भने अरू सबै त राजासित बसेका हुन् नि उनीहरूको गुनासो एउटा के भने तिमी लोकतन्त्र हामीबाट खोसेर आफ्नो चलाइदियो हामीलाई चाहिँ अब उ गर्यो भने बाहेक गुनासो त राजासित खासै अरू दुईवटा दलको म देख्दिनँ कि त्यो अरू दलको खालि प्रचण्डको मात्रै इच्छा यहाँनिर अब अर्को कुरा अब जो अहिले नवराज सुवेदी पूर्व पञ्च राष्ट्रिय पञ्चायतको पूर्व अध्यक्ष जो नवराज सुवेदीले अहिले संयुक्त जनआन्दोलन राष्ट्र फर्काउन लागि संयुक्त जनआन्दोलनको नेतृत्व गर्ने कमान्डर भनेर उहाँ तोकिनु भएको छ राजाकै चाहना छ यो गरिएको भन्ने कुराहरू नै आइरहेको छ एउटा भेलाले तोक्यो हिजो होइन अब तर उहाँले नै अब केही समय अगाडि लेखेको आत्मकथामा जो इतिहासको एक कालखण्ड भनेर नवराज सुवेदी लेख्नु भएको एउटा पुस्तकमा चाहिँ पूर्व राजा ज्ञानेन्द्र शाहको जस्तो विश्व प्रसिद्ध ओमेगा घडी चाहिँ नेपाल भन्नाले त्यो चाहिँ नेपाल आएर सञ्चालित हुन चाहेको थियो तर उहाँले आधा 50% सेयर हिस्सा मागिसके पछाडि त्यो आएन भन्ने कुराहरूले गर्दाखेरि एक ढङ्गले पोल खोलेको जस्तो पनि देखिया छ अब नवराज सुवेदीले नै यसरी पूर्व राजा ज्ञानेन्द्र शाहको पोल खोल्दै गर्दाखेरि यसले त झन् यो मान्छे कस्तो हो यो राजाप्रति त सकारात्मक रहन्छन् भन्ने सन्देश जाने हो भने यो कसरी उहाँले अब यो आन्दोलनको कमान्डर गर्न सक्नुहोला यस्तो भयो यो राजा अहिलेको त राजाको भूमिकामा हो होइन त्यतिखेर एउटा व्यापारी अधिराज कुमार अथवा व्यापारीको भूमिकाको कुरा आयो कि त्यहाँ अब उसले आत्मकथा लेखिसकेपछि त्यहाँ कुरा आइसकेपछि त्यसले त्यो आजको परिस्थितिमा फेरि त्यो कुरा मान्छेले खोतले नत्र उहाँको आत्मकथा खोजेर कसैले पढि पनि रहेको थिएन नि अहिले तपाईँहरूले जसले पनि हेरेर आएपछि अनि यसलाई अलिकति के लाग्यो भने यो होइन है भन्ने लाग्यो तर एउटा के भने एउटा व्यक्ति आउनु र नआउनु हुने र नहुनु होइन यत्रो राष्ट्रिय समस्या के अरे अब मुद्दामा चुनौतीमा फरक पर्दैन भन्छु कि म मुख्य मुद्दा के हो भन्दा तपाईँले यहाँ राजा ज्ञानेन्द्र अथवा सुवेदी प्रचण्ड ओली शेरबहादुर होइन विगतमै अलिकति एक ढङ्गले पूर्व राजाप्रति ज्ञानेन्द्र शाहप्रति नवराज सुवेदीको सम्बन्ध 7-8 वर्ष सम्बन्ध झन्डै 1.5 दशक 2 दशक सम्बन्ध बिग्रीको भन्ने कुरा यो पुस्तकले पनि त्यही इङ्गित गर्यो त्यही हिसाबले त त्यो अधिराज कुमारको छोडिदिनु अधिराज कुमारको कुराहरू त्यतिखेरको कुराहरू हो राजाको सम्बन्ध राजासित सम्बन्ध हुँदाखेरि त्यस्तो कुरा चाहिँ नि मरे विचारले लेख्दैनन् भन्दैनन् त्यो त अब उमेर भइसक्यो अब मेरो सकिहाल्यो तर अर्को कुरा आलोचना गर्ने ठाउँ त रह्यो नि त जस्तो नेपालमा चाहिँ राजा हुँदा फ्याक्ट्रीहरू थिए हुनै दिएनन् गणतन्त्र आएपछि मासियो भनेर राख्दाखेरि यिनले पनि ज्ञानेन्द्रले पनि फ्याक्ट्री आउनेवाला थियो 50% हिस्सा दिएर म चाहिँ कसैलाई हिस्सा दिनु थिएन हाम्रै स्वामित्वमा हुनुपर्छ भनेर त्यो अब जुन घडी कम्पनीले भन्यो अनि उहाँले आधा % हिस्सा माग्दा सेयर माग्दाखेरि त ऊ आउनै चाहेन कम्तीमा उहाँले त्यो नगरेको भए त्यो घडी फ्याक्ट्री त आएर राम्रै हुन्थ्यो होला हुनसक्छ व्यापार व्यवसाय हुन्थ्यो रोजगारी पाउँथ्यो होला मान्छेले हो तपाईँ पञ्चायत कालमा हेर्नुहोस् म त सबै कालमा काम गरेको मान्छे हो होइन तपाईँले पञ्चायत कालमा कुनै पञ्च दरबारको कसैसित तपाईँले सेयर नभइकन कुनै कम्पनी खोल्न सक्नुहुन्न यति बेला त्यस्तो थियो होइन त्यस्तै बौद्धिक कालमा नेताहरूको कुनैको तपाईँको सेयर नभइकन तपाईँ कुनै कम्पनी तपाईँलाई लाइसेन्सै दिँदैन पुरै थियो होइन यहाँनिर अहिले छोडिदिनु छ सबै देख्नु भने सबको सेयर छ सब खाएका छन् होइन ताप्लेजुङमा पनि त योगेशहरूको सेयर नहुने भने त्यति कराउँथे किन कराउँथ्यो होला होइन गर्नु कुनै पनि कम्पनी कुनै हाइड्रोपावरमा जानुहोस् त तपाईँले अहिले तपाईँ सेयर भन्नुभएको छ होइन तपाईँ सहकारीको बाफ करप्सन छ हाइड्रोपावरमा तर यो नसोच्नु कि नेताहरूले कसैलाई पनि लाइसेन्स लिँदा जाँदा मलाई के पाउँछ भनेर नलिकन कसैले दिँदैन कुनै मन्त्रालयले दिँदैन जुन दलको पनि सब व्यापारी हो हेर्नु जानु होला तपाईँ खोज्नु होला उसको कहाँ कहाँ छ अहिले त यही डरले त यो व्यवस्था चाहिँ बचाउनु पर्यो
यहाँ हामीलाई के छ भने यी सबै बदमासलाई ठिक लगाउने कुन व्यवस्था भए हुन्छ भन्ने हाम्रो दिमागमा खोलबलिरहेछ कि अब यिनीहरू आफूले त रेड्दैनन् हेर्नुहोस् आफूले आफूलाई जेल लाने त होइन त्यस कारण कस्तो तरिका भयो भने यिनीहरूले बदमासीलाई ठिक पार्ने भन्ने हाम्रो जनताको चाहना हो अब त्यो कुरालाई जनताले खोजिरहेछ न हिजो कसले के गराएको थियो कसैले हेरेकै छैन हेर्दै कि त्यस कारण यो तपाईँले के सोच्नु भने राजनीतिमा त्यो सानोतिनो व्यक्तिको चरित्रता गरेर केही सुस्त त गर्न सक्नुहुन्छ तर जनता छ कि पछाडि जनताको भावनामा प्रवेश गर्नुहोस् कि व्यक्तिलाई टार्गेट गरेर तपाईँहरूले के अल्मलाउने हो तर धेरै अल्मलिँदैन किन तपाईँहरूले 2-3 दशक सत्तामा बसेर गरेको सबै प्रमाणित भइसक्यो विश्वले प्रतिवेदन दिइसक्यो कस्तो अदालत कस्तो भयो पुलिस कस्तो भयो कस्तो भयो यसमा कसैले प्रमाणित गर्न जरुरी भएन अब एउटा कसले लेखाएको छ कसले तपाईँ त्यस्तो त हजारौँ नेताहरूले बोलेका छन् आफ्नै प्रधानमन्त्रीको विरुद्धमा बोलेका छन् कसरी ओलीले कसरी चाहिँ नि प्रचण्डको विरुद्धमा बोलेको छ प्रचण्ड ओलीको विरोध बाबुरामले कसरी प्रचण्डको विरोध अब तपाईँको त्यो बादलले सबै बिगार्ने देश खत्तम पार्ने प्रचण्ड भनेको छ तपाईँको त के भनेछ यिनीहरू सँगै बसेका सब छिन्न भए सबै दलका त्यस्तै छ त्यस कारण के भन्दैन कसले कसलाई के भन्छ त्यसले मुद्दालाई एकछिन मान्छे घडी काण्डले खास त्यति महत्त्व राख्दैन त्यो घटना त भयो भइहाल्यो सक्यो आएन त आएन त्यो आएकाहरू पनि त बेचेर खाए त होइन तपाईँले मैले भने राजाको बेलामा पनि पञ्चायतको बेलामा पनि सबै कुनै पनि लाइसेन्स लिँदाखेरि उनीहरूको सेयर नभइकन तपाईँले पाउँदैन थियो भने बहुदलको बेलामा पनि कुनै पनि नेता यिनीहरूको सेयर नभइकन तपाईँले कमिसन दिँदैन अब तपाईँ छोडिदिनुहोस् यो कुरा त्यस कारण यहाँ कस्तो छ भने गलत मान्छेले सारा लाइसेन्स ओगट्ने बिजनेस ओगट्ने र नेता दलहरू किन्ने र देशमा भड्कालोमा लगेर ब्याङ्क पनि उसैको छ सहकारी पनि उसैको छ कम्पनी पनि उसैको छ जग्गा कारोबार पनि उसैको छ नेता पनि उसैको छ सांसद पनि उही बनाएको छ मन्त्री पनि उही बनाएको छ तपाईँ देखिहाल्नु यत्रो सानो मान्छे ज्ञानेन्द्रको यो घडी काण्डले खासै बदनाम हुने अवस्था आउँदैन त्यो त अधिराज कुमारमा धेरै कुराहरू छ अरू घटना पनि भनिरहेको थियो प्रचण्डजीले होइन हामी त त्यो बेलामा धेरै घटनाहरू सुन्थ्यौँ नि त कसरी अधिराज कुमारहरू त्यो कुरा भएन कि यहाँ राजनीतिमा तपाईँ यहाँ देशमा गणतन्त्र हो कि धार्मिक राष्ट्र बनाउने हो कि यस्तै जाने हिन्दू धर्म सनातनी विरोधी बनाउने हो थाम्न नसक्ने तपाईँ संहिता राख्ने हो कि थाम्न सक्ने राजनीतिक व्यवस्था बनाउने मुद्दा यो हो कि त्यस कारण हामीले के हेऱ्यौँ भने तपाईँ यसलाई ट्रान्जिसनमा मुद्दा हो कि होइन भनेर एक पक्षले तपाईँले अल्मलाए पनि मुद्दा यही हो तपाईँले समाधान गर्नु भएन भने सधैँ कोही अजम्बरी रहन्न कोही पनि रहन्न अजम्बरी भनेपछि अब जुन सिनारियो अहिले नेपालको राजनीति चाहिँ निकै चासो चिन्ता र उत्सुकता साथ हेरिएको छ म आफै पनि त्यो हेरिरहेको छु यहाँले पनि पक्कै हेरिराख्नु भएको छ गतिविधि यो एकपछि अर्को गर्दै घटनाक्रममा विकास भइरहेको चर्चा पाइरहेको विषयले त्यसो भए अब जस्तो अब प्रमुखप्रतिपक्षी दल लगायत समाजवादी मोर्चाले यही चैत्र 15 गते गणतन्त्र खतरामा पर्यो प्रतिगमनकारी शक्तिहरूले फेरि टाउको उठाए सल्बलाए भन्ने हिसाबले शक्ति प्रदर्शन गर्ने कुरा गरिरहेको छ दुर्गा प्रसाई नेतृत्वको राष्ट्रियता धर्म संस्कृति बचाउ महाअभियानका संयोजक उहाँ आफै हुनुहुन्छ उहाँले पनि फेरि 15 गते नै आन्दोलन गर्ने अथवा शक्ति प्रदर्शन गर्ने कुरा आएको छ उहाँले त उस्तै पारे अलि बढी नै अगाडि बढेर के भन्दिनुहुन्छ भने त्यति बेला नै सेना आएर अनि राजालाई राजगद्दीमा पुर्याउँछन् अनि त्यसपछि त्यही दिनै सत्ता कब्जा हुन्छ भन्ने हिसाबको अथवा व्यवस्था बदलिन्छ भन्ने हिसाबको पनि उहाँको आकलन छ अघि मैले सुरुदेखि नवराज सुवेदीको विवादका विषयमा भन्नाले उहाँले नेतृत्व स्वीकार नगर्ने विषयमा भएका विवादहरूका विषयमा पनि हामीले छलफल यी सबै घटनाक्रम हेर्दा अब के देश मुठभेडतिर जाँदैछ अथवा यो आन्दोलनले यो एउटा गति लिन्छ भनेर आश गर्ने ठाउँ कतिको छ के भन्नुहुन्छ अनि यो चैतको महिना आन्दोलनको महिना चैत वैशाख होइन यो चाहिँ प्रकृतिको जस्तै नेपालको भूगोलले यसको हावापानीले आन्दोलन गर्ने महिना हो यो आन्दोलन जाने सरकार पक्ष बस्नको लागि तपाईँ देखिहाल्नुभयो यति निषेधाज्ञा छ कि यो सरकार नडराएको भए यो हुँदैन भने पनि निषेधाज्ञा जारी गर्छ 2 महिना 2 दिन हुन्छ 4 दिन हुन्छ पुरा मौलिक अधिकार लोकतान्त्रिक अधिकारलाई नै होइन रोकेर सरकार गएको त तपाईँ हामीले माने पनि नमाने सरकारले त मानिसक्यो नि त होइन अब त्यो दिन मुठभेड हुनेछ भने पनि कल्फी पो हुने हो कि अनि तपाईँले के नभन्नु होइन यो राजनीतिमा राज्य चलाएको संस्थाले अब तपाईँले चाहिँ यो नगर्नु है दुवैलाई भन्न पनि सक्छ के यदि हुने भयो भने होइन दुवैलाई सरकारले रोक्न सक्छ त्यो दिन प्रदर्शनै नगर्नु सरकारले भनेर त्यहाँ कसैले टेर्ने सरकारलाई कसैले टेर्ने हुन्छ अब त्यहाँ सेनाले सरकारलाई अथवा सुरक्षा निकायले सरकारलाई सल्लाह दिने हो नि त कि तपाईँले रोक्नु सबैलाई तपाईँ त सरकार निश्चित एरियामा प्रदर्शनै नगर्नुहोस् भनेर भन्न सक्छ किन उसले सल्लाह त सुरक्षा निकायको त बैठक बस्छ नि त होइन 15 गते अगाडि त बस्ला नि त
त्यस कारण चाहिँ यदि त्यस्तो स्थितिमा उनीहरूको होइन मुठभेडकै स्थिति आउन चाहिँ सक्छ मानव रोकिएन भने तपाईँले यो कुराहरू 14 गते थाहा हुन्छ 14 गते तपाईँको यदि आउनेछ भने त्यतिखेर थाहा हुन्छ तपाईँलाई किन भन्दा एउटा चाहिँ नि जनता चाहिँ नि यथास्थितिवादको विरुद्धमा लागिसके भविष्य कस्तो आउँछ उनीहरूलाई त्यो चिन्ता भन्दा यथास्थितिलाई तोडौँ भन्नेमा छन् होइन एउटा चाहिँ नि यथास्थिति ज्यानका पनि जग्गा भन्नेमा छन् त्यहाँ त परिहाल्यो त अब खासै तपाईँको होइन एमालेको पनि अहिले बैठक बसेर सचिवालय बैठक बसेर ज्ञानेन्द्रको कदम विरुद्ध एकजुट हुने अथवा भन्नाले ज्ञानेन्द्र कदम विरुद्ध लाग्ने भनेर भनिसकेका छ अघि माओवादीकोले त समाजवादी मोर्चा मार्फत प्रदर्शन गर्ने कुराहरू आए काङ्ग्रेस पनि अब जस्तो अहिले गणतन्त्र पक्षधर काङ्ग्रेस एमाले माओवादी तिनटै शक्ति मिल्ने भन्ने कुराहरू आइराखेको छ सरकारमै माओवादी जाने कुराहरू आए तर प्रचण्डले त्यसको प्रतिवाद पनि गरिसक्नु भएको छ भनेपछि काङ्ग्रेस एमाले माओवादी लगायतका केही गणतन्त्रवादी शक्ति भर्सेस राजावादी शक्ति हुने भयो अब मलाई के लाग्छ भने त्यो त्यसरी त्यो भित्र पनि त्यो पार्टीगत रूपमा निर्णय गरेर जाने एउटा कुरा छ अझै पनि तपाईँको 15 गतेकोमा छैन 15 गतेको त्यो समाजवादी मोर्चा 3-4वटा खास चाहिँ प्रचण्ड हो त्यसपछि त्यो माधव नेपाल अरू त त्यो विप्लव सिप्लव टाँसेर आएका छन् होइन खासै केही कुरा नेपाल समाजवादी पार्टी भन्ने छ ट्याब्ले आएछन् विप्लवको विरुद्धमा कैयौँ मुद्दा छ होइन त्यो त कसरी सरकारको नजिक गएर भने त्यो मुद्दाले नै भित्र छिराइदिन्छ फेरि भोलि भन्नु भने यहाँ यो मात्र सबैको मुद्दा छ सबैको एकदम नराम्रो मुद्दा छ सबै नेता होइन केपी ओलीको विषयमा त अहिले प्रधानमन्त्री कार्यालयले नि के भन्यो अहिले जवाब पठाउँदाखेरि तपाईँलाई अध्ययन पक्कै गर्नुभयो यहाँले मलाई चाहिँ अब भनौँ न प्रधानमन्त्रीलाई चाहिँ अदालतबाटै पदच्युत गर्न खोजिँदैछ भन्ने हिसाबको उहाँले त्यो नोट जनाउनु भएको छ यद्यपि फेरि अध्यादेशकै पक्षमा दृढतापूर्वक उभिएको जस्तो गरेर पनि पेश गर्नुभएको छ तर पदमुक्त गर्ने भन्ने जुन हो त्यो मुद्दामा त्यो लेखिएको छ त्यो नियतले पनि अदालतबाटै हटाइदिन खोज्दैछ भन्ने डर शङ्का जुन गर्नुभएको छ त्यसले पनि उहाँलाई पदबाट साँच्चै हटाइदिन्छ भन्ने सङ्केत पनि हो त्यो अब तपाईँको राजनीतिमा हजार दाउ हुन्छन् तपाईँले कुनै गुप्त हुन्छ कुनै देखा बाहिर हुन्छ राजनीतिमा बोल्ने एउटा हुन्छ कूटनीतिक अर्थ अर्कै हुन्छ यस कारण तपाईँ के हेर्नुहोस् भने त्यो रिट जुन हो अर्यालजीले हालेको रिट मुद्दा नै हो त्यो रिटमै माग हो के माग हो भने अदालतको अवहेलना गरेपछि पदच्युत हुने पनि त्यहाँ अवहेलनामा एउटा सजाय हुन्छ होइन अब त्यो दाबी के हो भने तपाईँ अदालतको खुल्ला अवहेलना गर्नुभयो अधिकारको लडाइँ त मैले संसद भङ्ग गर्न पनि मेरो अधिकार हो भनेर लडाइँ त लडाइँ गर्ने आखिर 2-2 चोटि हराएको छ नि त पदच्युत त गरेकै छ पदच्युतै गरिदियो नि पदच्युत पहिला पनि पदच्युत गर्न सक्छ यदि प्रमाणित भयो भने धेरै जाने कुनै दण्ड जरिवाना गर्न सक्छ पदच्युत गर्न सक्छ एक दिन भए थुनामा राख्न सक्छ अथवा सफाई दिन सक्छ त्यसकारण त किन सम्भावना चाहिँ के छ पदच्युत गर्ने सम्भावना त्यस्तो कुराले अदालतमा विचार गर्ने कुरा बोल्नु हुन्न अदालतमा विचार दुईटैले बहस गर्न बाँकी नै छ नि होइन प्रधानमन्त्री कार्यालयले नै गरेको शङ्काका आधारमा डराएको जस्तो त्रसित भएको जस्तो जुन त्यो सङ्केत देखिन्छ त्यो भाषा त्यसले त मलाई हटाउँदैछ भन्ने कुरा र आफूले गल्ती गरेको महसुस भएको जस्तो पनि देखियो नि त होइन बिन्सर तपाईँको स्थिति अहिले हेर्दाखेरि यदि यो सङ्कट हो गणतन्त्रको पक्षमा लाग्ने हो भने तपाईँलाई हेर्दाखेरि ओलीकै नेतृत्वमा त कोही पनि मान्नेवाला छैन अबको तपाईँले भन्नु पनि सरकार फेर्नु के अरे ओलीको नेतृत्व मान्नेवाला छैन बरु शेरबहादुरको नेतृत्व मान्ला तपाईँ यो स्थितिमा एक तरिकाले त पद त रहँदैन कि यही स्थिति तपाईँलाई भन्नुभयो नि के जोड हामी के भन्छौँ भने अगाडि जाँदै जाँदाखेरि यो राजनीति तपाईँ अकल्पनीय रूपले विकसित हुन जान सक्छ अब मुठभेडमा जान्छ कि जाँदैन भन्दाखेरि अब दुईटै पक्षमा कसरी जान्छ होइन अब मुठभेडमा जानुभन्दा अगाडि त्यसको आकलन गरियो भने सरकारले अथवा के गर्छ सुरक्षा निकायहरूले सरकारलाई के सिफारिस गर्छ त्यो धेरै कुराले रोल खेल्ने हुनाले एउटा मुद्दा चाहिँ नि झुन्डिरहेको के भयो भने अदालतको मानहानि प्रमाणित भयो भने पनि के हुन्छ भन्ने क्वेसन चाहिँ बाँकी भयो के यसको मतलब दल त रहन्छ नि त दल त रहेछ व्यक्ति अर्को कुरा के हो भने होइन मिलाएर गर्ने हो भने यो सबै कारण होइन अब ओलीलाई पदच्युत गर्यो भने त फेरि नयाँ ढङ्गको अब सरकार निर्माण गर्ने एउटा बहस सिर्जना होला नि त होइन बहस सिम्पल छ त्यो त केही पनि छैन त्यो 2-3 राष्ट्रिय सहमति सरकार पुरा आइरहेछ दुईटा राजावादीहरू यहाँ अब यसो हुन्छ यो संयुक्त सरकार गएपछि अर्को संयुक्त सरकार बन्ने व्यक्तिबाट सुरु हुन्छ नि त फेरि यो त फेरि 72 के अरे 76 2 76 2 2 भन्दा बढी जान्छ त्यहीमा जान्छ भएन भने के गर्छ
भन्यो अब राष्ट्रिय सहमतिको सरकार बनाऊ भने त त्यही संयुक्त सरकार त हो नि ७२ त हो नि होइन त्यो बनायो भने के गर्ने भन्ने कुराको फेरि अब सबभन्दा ठुलो दलको पालियो गरौँ भन्ने आउन सक्छ क्या किन अब होइन अब ओलीलाई पदमुक्त गराइयो मानौँ भने राजावादी आन्दोलन चाहिँ कसरी अगाडि बढ्न सक्छ के हुन्छ होइन त्यो त पुरै भएन नि त्यो सम्बन्धै छैन सिधा फरक भयो यहाँ कुराको मुद्दै नै फरक हो त्यो त कस्तो भने त्यो एउटा गणतन्त्र पक्षधरहरूको नेतृत्वमाथि नै हानिसकेपछि कमजोर त साइकोलोजिकल कमजोर त हुन्छ नि त फेरि होइन कमजोर त हुन्छ नि त फेरि एउटा फ्रन्टमा तपाईँ कसुर गरेको ठहर्छ नि त कसुर गरेको त राम्रो चिज भएन नि संवैधानिक कुरा मात्रै भएन हिजो त राजनीति निर्णय गर्नुभयो संविधान के संसद भङ्ग गर्नुभयो त्यसलाई राजनीति निर्णय मान्यो राजनीति समाधान दियो यो त राजनीति होइन फौजदारी हो नि भन्नाले यो सबै घटनाक्रम हेर्दाखेरि व्यवस्था चाहिँ बदलिने हिसाबले नै यो आन्दोलन अगाडि बढ्ने सङ्केत चाहिँ प्रश्न आयो अब त्यसो भए भ्रष्ट नेताहरू जस्तो अहिले धेरै नेताहरूको चर्चा हुने गर्छ अब सरकारमै रहेका दलका आफन्त नेताहरू चाहिँ जो अब सरकारका कारण संरचना परेका छन् तिनीहरूको भागाभाग हुने स्थिति तिनीहरू कानुनी दायरामा आउने अवस्था आउँछ त अब अन्ततगत होइन जनताको माग त त्यही हो आउँछ कि आउँदैन म भन्न सक्दैन कहिले आउँछ भन्न सक्दैन तर यथास्थितिमा रहन्न कि यतिको चाहिँ पक्का हो पक्का हो यथास्थितिबाट तपाईँले आफ्नो अनुकूल बनाउने चाहिँ नि नेताहरूले नै बुद्धि लगाए स्मार्टनेस देखाए डिप्लोमेसी देखायो भने तपाईँ यथास्थितिबाट तपाईँलाई नोक्सान नहुने गरी विन विन